नमस्कार दर्शकवृन्द, तपाईँ सम्पूर्णलाई हाम्रो युट्युब च्यानलमा हार्दिक स्वागत छ। दर्शकवृन्द, नेपाल प्रिमियर लिग एनपीएलमा यति बेला धमाका भयो। आजको दुई खेलमा विभिन्न कीर्तिमानहरू पनि बन्न सफल भएका छन्। दर्शक महानुभावहरू, आजको दुई खेल मध्ये तपाईलाई कुन टिमको खेल उत्कृष्ट लाग्यो र कुन खेलाडीहरूको प्रदर्शन उत्कृष्ट लाग्यो त्यो बारेमा कमेन्ट गर्नुहोला। रोमाञ्चक बन्दैछ झन् एनपीएल र विश्वभरिबाट नेपाल प्रिमियर लिग एनपीएलको चर्चा भइरहेको छ। विभिन्न चर्चित खेलाडीहरूले पनि र मिडियाहरूले पनि नेपाल प्रिमियर लिग एनपीएलको बारेमा चर्चा गरेका छन्। आजको खेलमा कर्णाली याक्सले एकतर्फा म्याच जित्न सफल भएको छ। मार्क वाटले आज एनपीएलमा कीर्तिमान बनाउन सफल भएका छन् भने विराटनगरले पनि शानदार जित निकाल्न सफल भएको छ। काठमाडौँ गोर्खाजका आदिल आलमले शानदार प्रदर्शन गर्न सफल भएका छन्। लुम्बिनी लायन्स पनि पराजित भएको छ भने काठमाडौँ गोर्खाज पनि आज पराजित भएको छ। यसै बारेमा आजको भिडियोमा चर्चा रहनेछ। दर्शक महानुभावहरू, विजेता टिमहरूलाई कंग्रेचुलेसन भन्न नबिर्सिनु होला। च्यानललाई सब्स्क्राइब गरिदिनु होला। भिडियोलाई अन्त्यसम्म हेर्न पनि नबिर्सिनु होला। दर्शकवृन्द, नेपाल प्रिमियर लिग एनपीएलको आजको दिनसम्म आइपुग्दाखेरि नेपाल प्रिमियर लिग एनपीएलमा निकै नै रोमाञ्चक खेलहरू हुन थालेका छन्। नेपाली खेलाडीहरूको भने प्रदर्शन अलिकति संघर्षपूर्ण रहेको छ। विदेशी खेलाडीहरूले भने शानदार प्रदर्शन गरिरहेका नै छन् र अब नेपाली खेलाडीहरूले पनि उत्कृष्ट प्रदर्शन गरेर देखाउनु पर्ने समय आएको छ। आज एनपीएलमा दुई खेलहरू भएका छन्। पहिलो खेलको बारेमा हामी चर्चा गरौँ। सबैभन्दा पहिलो खेलमा केही कीर्तिमानीहरू पनि खेलाडीहरूले बनाउन सफल भएका छन्। दर्शक महानुभावहरू, कर्णाली याक्सले आज शानदार प्रदर्शन गर्न सफल भयो र एनपीएलमा विभिन्न रेकर्डहरू पनि बनाउन सफल भएको छ। लुम्बिनी विरुद्ध शानदार जित निकाल्न सफल भएको थियो। दर्शक महानुभावहरू, कर्णाली याक्सले नेपाल प्रिमियर लिग एनपीएल सिजन 2 मा कर्णाली याक्सले लुम्बिनी लायन्समाथि 9 विकेटको सनसनीपूर्ण जित निकाल्न सफल भयो। पहिलो खेलमा आज लुम्बिनीले दिएको जम्मै 157 रनको लक्ष्य पछ्याएको कर्णालीले 12 ओभर 2 बलमा 1 विकेट गुमाएर पूरा गर्न सफल भयो र 9 विकेटको सनसनीपूर्ण जित निकाल्न सफल भएको थियो। कर्णालीका लागि ओपनर मार्क वाटले आज क्या शानदार प्रहार गरे र क्या शानदार खेले। नेपाली खेलाडीहरूले पनि उनीबाट सिक्नुपर्ने हुन्छ कसरी आक्रमक इनिङ खेल्न सकिन्छ र त्यो इनिङलाई लामो बनाउन सकिन्छ भन्ने कुरा यिनले आज सिकाएर गएका छन्। 44 बल मात्रै उनले खेलेका थिए। दर्शकवृन्द, 6 चौका र 12 छक्का सहित 114 रन उनले बनाएका थिए भने 114 रन बनाएर पनि उनी अभिजित रहे। उनी एनपीएल 2 मा पहिलो शतक प्रहार गर्ने खेलाडी समेत बनेका छन् भने आजको खेलमा प्रियंक पञ्चाल 12 रनमा आउट भए। त्यस्तै गरी विलियम वशिष्ठले 29 रनमा अभिजित रहेका थिए भने लुम्बिनीको बलिङमा शेर मल्लले मात्र 1 विकेट लिन सफल भएका थिए। त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 156 रन बनाएको थियो। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक 49 रन बनाए भने उनले 43 बल खेलेका थिए। 2 छक्का र 4 चौका प्रहार गर्न सफल भएका थिए। त्यस्तै रुबेन ट्रम्पलमनले आक्रमक फिनिशिङ गरेका थिए। उनी 14 बलमा 29 रन बनाएर अभिजित रहेका थिए। नत्र भने उनी आक्रमक नखेलेको भए लुम्बिनीले यतिसम्म पनि टार्गेट सेट गर्न सक्दैन थियो र अझै सहज तरिकाले कर्णालीले जित्ने रहेछ। रुबेनले चाहिँ खतरा नै फिनिशिङ गरेका हुन्। दर्शक महानुभावहरू, डार्सी सटले 19 रन बनाए, सन्दीप जोराले 1 रन, दिलीपनाथ 6 रन, गुलबिदन नायबले आज 7 रन मात्रै बनाउन सके भने सुमित महर्जनले 4 रन, समीर अलीले 1 रनमा आउट भएका थिए भने शेरमल्ल 7 रनमा अभिजित रहेका थिए। बलिङमा कर्णालीका नन्दन यादवले 2, गुलसन झा, मार्क वाट र विपिन खत्री र त्यस्तै गरी युवराज खत्रीले 1-1 विकेट लिन सफल भएका थिए। त्यस्तै दर्शक महानुभावहरू, नेपाल प्रिमियर लिग एनपीएल सिजन 2 मा आज विभिन्न रेकर्डहरू पनि बन्न सफल भएका छन्। कर्णालीको ओपनर मार्क वाटले उत्कृष्ट शतक प्रहार गर्न सफल भए र उनले रेकर्ड पनि बनाउन सफल भएका छन्। मार्कले 44 बलमा 114 रन बनाएर अभिजित रहे। त्यसक्रममा मार्कले 12 छक्का र 6 चौका प्रहार गरेपछि रेकर्ड बन्न सफल भएको छ। मार्कले एनपीएलमा एकै खेलमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान पनि बनाएका छन् भने यसअघि सर्वाधिक छक्का प्रहार गर्नेमा विवेक यादव, कुशल मल्ल र लोकेश बम थिए। विवेक र कुशल पहिलो सिजन र लोकेश यही सिजनमा एकै खेलमा 7 छक्का प्रहार गरेका थिए भने यस्तै एकै खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान पनि मार्कले बनाएका छन्। यसअघि उक्त कीर्तिमान आन्द्रेस गौसको नाममा रहेको थियो। उनले पहिलो सिजनमा लुम्बिनी विरुद्ध अभिजित 104 रन बनाएका थिए भने मार्कले एनपीएलमा शतक प्रहार गर्ने दोस्रो र एनपीएल 2 मा शतक प्रहार गर्ने पहिलो खेलाडी समेत बनेका छन् र यो रेकर्ड आफ्नो नाममा राखेका छन्। अब यो रेकर्ड नेपाली खेलाडीले तोड्नुपर्छ। अब नेपाली खेलाडीहरूले आफ्नो नाममा रेकर्ड बनाउनुपर्छ। शतक नेपाली खेलाडीहरूको नाममा पनि आउनुपर्छ भन्ने मलाई लाग्छ। र दर्शकवृन्द, आजै भएको अर्को खेलमा काठमाडौँ गोर्खाज विरुद्ध विराटनगर हाबी बन्यो र विराटनगरले शानदार जित निकाल्न सफल भएको छ। त्यो पनि 5 विकेटको जित निकाल्न सफल भएको थियो। दर्शक महानुभावहरू, पहिला काठमाडौँले ब्याटिङ गरेको थियो। आज आकाश त्रिपाठी चल्न सकेनन्, 0 रनमा नै आउट भएका थिए। बेन्ट चार्ल्स वर्ड्सले 32 रन अलिकति स्लो पारी खेलिरहेका थिए भने रिकार्डो पनि आज चल्न सकेनन्। त्यस्तै गरी प्रतीक श्रेष्ठले पनि राम्रो खेल्न सकेनन् र जेहाड इरास्मस पनि आज चल्न सकेनन्। 18 बल खेलेर 10 रन बनाएका थिए भने सन्तोष यादवले 24 बल खेलेर 26 रन बनाएका थिए। उनी एक युवा खेलाडी, क्रिजमा केही टिक्ने प्रयास गरेका थिए भने मोहम्मद आदिल आलम अन्सारीले आज नट आउट 48 रन बनाएका थिए। उनले 25 बल मात्रै फेस गर्न पाए र 48 रन बनाएर काठमाडौँले यति टार्गेट सेट गर्न पाएको थियो। नत्र भने काठमाडौँ गोर्खाजलाई चाहिँ अन्य खेलाडीहरूले चाहिँ दुबाइसकेका थिए। मोहम्मद आदिल आलम अन्सारीले चाहिँ शानदार प्रदर्शन गर्न सफल भए। 2 छक्का प्रहार गरेका थिए भने 4 चौका पनि उनले लगाउन सफल भएका थिए। 192 को स्ट्राइक रेटमा उनले
ब्याटिङ गरेका थिए भने जोन सिम्सनले 5 बलमा 7 रन बनाएका थिए। दर्शक महानुभावहरू, काठमाडौँ गोर्खासले 134 रन बनाएको थियो, 6 विकेट गुमाएर 135 रनको टार्गेट पेश गरेको थियो विराटनगर सामु। त्यो टार्गेट चेस गर्नको लागि विराटनगरलाई त्यति गाह्रो भने भएन। दर्शक महानुभावहरू, विराटनगरले पनि आज शानदार प्रदर्शन गर्न सफल भयो। बोलिङमा विराटनगरको विशेष तारिफ योग्य प्रदर्शन भएको थियो। मार्चन देलाङले चाहिँ 4 ओभरमा 17 रन खर्चेर 2 विकेट लिएका थिए। प्रतीश ऋषिले 4 ओभरमा 37 रन खर्चे, कुनै पनि विकेट लिएनन्। अलिकति महँगा भने उनी नै साबित भएका थिए भने शुभम रञ्जनेले 3 ओभरमा 28 रन 1 विकेट, सूर्य तामाङले 2 ओभरमा 12 रन खर्चेर 1 विकेट र सन्दीप लामिछाने कप्तानले 4 ओभरमा 26 रन खर्चेर 1 विकेट लिन सफल भएका थिए भने नरेन भट्टले 2 ओभरमा 7 रन खर्चे, कुनै पनि विकेट लिएनन् र नारायण जोशीले 1 ओभरमा 6 रन खर्चेका थिए। दर्शक महानुभावहरू, विराटनगरको बोलिङ चाहिँ शानदार रहेको थियो भन्दा फरक नपर्ला। र यता अब विराटनगरको ब्याटिङको कुरा गर्ने हो भने चाहिँ आज लोकेश बम त्यति चल्न सकेनन्, तर फायर 2 छक्का चाहिँ प्रहार गरेका थिए। 10 बलमा 14 रन बनाएर उनी आउट भएका थिए भने जज मन्सीले आज फायर ब्याटिङ गरेका थिए। 16 बलमा नै 36 रन बनाएका थिए, 5 चौका र 2 छक्का प्रहार गर्न सफल भए। मार्टिन गप्तिलले 19 बलमा 25 रन बनाएका थिए, उनले पनि 2 चौका र 1 छक्का प्रहार गरेका थिए भने बसिर अहमदले पनि केही सम्हालिएर खेल्ने प्रयास गर्दा गर्दै उनी आउट भए। 17 बलमा 19 रन बनाएका थिए, 1 चौका र 1 छक्का उनले पनि प्रहार गर्न सफल भएका थिए भने नरेन भट्ट युवा खेलाडी आज क्रिजमा टिकेर खेलिरहेका थिए। 30 बलमा 24 रन बनाए, 2 चौका उनले पनि प्रहार गर्न सफल भएका थिए भने अन्तमा शुभम रञ्जनेले 8 बलमा 6 रन बनाएका थिए भने अन्तिममा सन्दीप लामिछानेले 3 बलमा 9 रन बनाएका थिए। उनले 2 चौका प्रहार गर्दै आजको खेल फिनिश पनि गर्न सफल भए र विराटनगर किङ्सले लगातार दोस्रो जित निकाल्न सफल भएको छ र पोइन्ट्स टेबलको नम्बर 1 मा विराटनगर किङ्स रहेको छ। दर्शक महानुभावहरू, सुदूरपश्चिम रोयल्सलाई अब पछाडि पारेको छ। सुदूरपश्चिम रोयल्सले पनि 2 खेलमा 2 नै जित निकालेर 4 अङ्क सहित पोइन्ट्स टेबलको दोस्रो स्थानमा छ। त्यस्तै गरी 2 खेलमा 2 जित नै निकाल्दै विराटनगर किङ्स पनि 4 अङ्क सहित पोइन्ट्स टेबलको नम्बर 1 मा छ, किन भन्दा विराटनगर किङ्सको रन रेट हाई रहेको छ। दर्शक महानुभावहरू, काठमाडौँको बोलिङको कुरा गर्ने भने ठिकठाक नै रह्यो। आज करण केसीले 3 ओभर 1 बलमा उनले 28 रन खर्चेर 1 विकेट निकालेका थिए। रसिद खानले 3 ओभरमा 32 रन खर्चे, कुनै पनि विकेट लिन सकेनन्। जेराहादी रासमसले पनि 3 ओभर बोलिङ गरेर 26 रन खर्चे भने 1 विकेट लिएका थिए। शाहब आलमले आज शानदार बोलिङ गरेका हुन्, 4 ओभरमा 19 रन खर्चेर 2 विकेट लिन उनले सफल भएका थिए भने त्यस्तै गरी सन्तोष यादवले 4 ओभरमा 30 रन खर्चेर 1 विकेट लिन सफल भएका थिए र यो विकेटहरू लिने क्रम रहे पनि तर त्यो काठमाडौँ गोर्खासको लागि प्राप्त भएन। विराटनगर किङ्सले अलरेडी म्याच जितिसकेको थियो भन्दा फरक नपर्ला, किन भन्दा टार्गेट अलिकति थोरै नै थियो। विराटनगर किङ्सले शानदार तरिकाले बोलिङ गर्यो र त्यो टार्गेटलाई आफ्नो नाममा हासिल गरेको छ र शानदार प्रदर्शन गर्न सफल भएको छ। आजको विजेता विराटनगर किङ्स र त्यस्तै गरी कर्णाली याक्सलाई हाम्रो तर्फबाट कंग्रेचुलेसन। तपाईले पनि कंग्रेचुलेसन भनिदिनु होला। कर्णाली याक्सले त लुम्बिनी लायन्स विरुद्ध एकतर्फा जित निकालेको थियो भने काठमाडौँ गोर्खास विरुद्ध विराटनगर किङ्सले ठिकठाकै जित निकालेको छ। 5 विकेटको जित निकाल्न सफल भयो। उता कर्णाली याक्सले 9 विकेटको सनसनीपूर्ण जित निकाल्न सफल भयो। विभिन्न रेकर्डहरू पनि बनाउन सफल भए खेलाडीले र उत्कृष्ट प्रदर्शन पनि गर्न सफल भएको थियो। दर्शक महानुभावहरू, यसको लागि दुवै टिमलाई कंग्रेचुलेसन भनिदिनु होला। च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने एनपीएल सम्बन्धी सम्पूर्ण अपडेटको लागि सब्स्क्राइब गरिदिनु होला र आजको खेल तपाईलाई कस्तो लाग्यो दुवै खेल त्यो बारेमा तल कमेन्ट गर्नु होला। अहिलेलाई भने छुट्छौँ, अर्को नयाँ अपडेटमा हाम्रो भेट हुने नै छ। जय नेपाल, जय नेपाली क्रिकेट।